हे गाइस के सबैको खबर सन्चै हुनुहुन्छ। आज हामी एउटा यस्तो एपको बारेमा कुरा गर्नेछौँ जहाँबाट अर्निङ गर्न सक्नुहुन्छ, डलरमा अर्निङ गर्न सक्नुहुनेछ। यसको विड्रल पेपालमा पनि पेपाल बैंक एकाउन्टमा हुनेछ अनि यहाँबाट डेलीको $10 इन्कम गर्न सक्नुहुन्छ। जुन एपको नाम हुनेछ रिचली एन्ड रिच प्रोफेसनल। रिचली एप नाम हुनेछ। जस एपको लिंक डिस्क्रिप्सनमा दिइहाल्छु, त्यहाँबाट डिस्क्रिप्सनबाट बाइ गरी लिने, यहाँ एप डाउनलोड गरी लिने। अनि यहाँ यसको ओपन गर्नको लागि सिम्पली एउटा गुगल एकाउन्ट चाहियो। यहाँ जीमेल साइन इन विथ गुगल लेखेको छ, यहाँबाट गुगलमा क्लिक गरेर एउटा गुगल एकाउन्टबाट जीमेलबाट लगइन गरिलिने। अनि म यहाँ गर्दै रहेको छु। यहाँबाट कसरी हुन्छ म हेराउने हुनेछु। यहाँ म सिम्पली एउटा जीमेलबाट लगइन गरिलिन्छु। यो एकाउन्ट इज सक्सेसफुली एलाउ भइहाल्छ। यहाँबाट एलाउ गरिदिने, नोटिफिकेसन आउनको लागि योबाट एलाउ गरिदिने। अनि यसमा कसरी पैसा कमाउन सक्नुहुन्छ, यहाँ इमेज क्याप्सन गरेर पनि पैसा कमाउनुहुन्छ। यहाँ अलिअलि एड पनि आउन सक्नुहुन्छ। म एडलाई स्किप गर्छु। यसमा कसरी पैसा कमाउन सक्नुहुन्छ, यहाँ कोइन कलेक्ट गर्न सक्नुहुन्छ। कोइन कलेक्ट गरेर यहाँबाट टेलिग्राममा सेयर गर्नुहुन्छ। प्रमोट विथ नम्बर गेम्स खेल्नु पर्ने हुन्छ। इमेज क्याप्सन गर्नुहुन्छ, म्याथको क्याप्सन गर्नुहुन्छ। म्याथमा ट्यालेन्ट हुनुहुन्छ तपाईहरुले त यहाँबाट म्याथको क्वेशन सल्भ गर्नुहुन्छ। यहाँ नम्बर गेमहरु रेफर गरेर पनि पैसा अनि कमाउन सक्नुहुन्छ। नम्बर गेम खेल्दा अर्न अनलिमिटेड कोइन्स पनि दिएको छ। सल्भ द टेक्स्ट क्याप्सन एन्ड अर्न कोइन, यहाँबाट पनि टेक्स्ट क्याप्सनमा दिएको छ। म्याथ क्याप्सनमा पनि कोइन गर्न सक्नुहुन्छ। म एउटा यहाँ गरेर म हेराउने हुनेछु। म्याथ क्याप्सनमा हेराउन सक्नुहुनेछ, कसरी गर्न सक्नुहुनेछ, एड आउनुहुनेछ। अनि यहाँबाट भन्नुहुनेछ कति अर्न गर्न सक्नुहुनेछ। यहाँ क्वेशनहरु सिम्पली पुछ्न सक्नुहुन्छ। यहाँबाट क्वेशनको सही उत्तर दिनुहुन्छ। 10 माइनस नगरेर भन्नुभयो। यहाँ भन्नुहुन्छ कसरी तपाईहरुबाट क्वेशन सोध्ने गर्छ। यहाँ क्वेशनको जवाब सही दिनुपर्छ। यहाँ अप्सन बुझिहाल्छ 10 माइनस नगर्दा कति आउने हुन्छ। त यहाँ अप्सनमा दिएको छ 1 - 1.1 1.0 -0.1 0.5 कति आन्सर आउनुहुन्छ। मैले यहाँ ठिक अप्सन दिइरहेको छु 1 अनि चेक आन्सरमा क्लिक गर्दा यहाँ भेरिफाई डाटामा क्लिक गर्दा यहाँ युविल यहाँ कोइन कलेक्ट गर्नको लागि भनिदियो। ट्याप द फिल्ड कलेक्ट योर कोइन्स, यहाँ ट्याप द फिल्डमा क्लिक गर्दा यसमा विथड्र गर्नको लागि यहाँबाट पेपालको एकाउन्ट पनि छ। पेपालको एकाउन्ट दुईवटा अप्सन दिएको छ, पेपाल अनि ज्यास्केसमा पनि दिएको छ। पेपाल आइडी इन्टर गरेर यहाँबाट एकाउन्टमा विथड्र गर्न सक्नुहुनेछ अनि ज्यास्केसमा पनि विथड्र गर्न सक्नुहुन्छ।